विद्यार्थी जीवन बाहिरबाट जति रमाइलो देखिन्छ नि, भित्र त्यति नै गहिरो सङ्घर्ष हुन्छ। आउनुहोस् यो वास्तविकतालाई बुझौँ। समाजलाई लाग्छ यो उमेर रमाइलो हो, तर वास्तविकतामा भित्री पीडा र तनावको चित्र पुरै फरक हुन्छ। त्यो बाहिरी मुस्कानको पछाडि नै धेरै विद्यार्थीले हरेक दिन गहिरो सङ्घर्ष र पीडा मौन रूपमा दबाइरहेका हुन्छन्। बिहान आँखा खुल्ने बित्तिकै किताब, होमवर्क र अपेक्षाहरूको पहाड काँधमा थुप्रिन्छ। यो साँच्चै नै एकदमै भारी हुन्छ। थकाइ लागेर ढल्नै लाग्दा पनि ती भविष्यको डरले निन्द्रा भगाउँछ र निरन्तर पढ्न बाध्य बनाउँछ। मध्यरातमा निन्द्रा त्यागेर पढ्दा एउटै प्रश्नले मनमा बारम्बार सताउँछ, के म साँच्चै सफल हुन सक्छु त? सँगैका साथीहरू अगाडि बढेको देख्दा आफू पछि परेको हो कि भन्ने मौन आत्मशंका र कमजोरी महसुस हुन्छ। त्यसमाथि पारिवारिक र आर्थिक समस्याले मानसिक तनाव झन् बढाउँछ। यो यस्तो पीडा हो जुन कसैले भन्नै सकिँदैन। अनि जब परीक्षा नजिकिन्छ नि, यो लुकेको तनाव एक्कासी चिन्ताको एउटा विशाल छालमा परिणत हुन्छ। यदि राम्रो नम्बर आएन भने के होला? परीक्षामा कम अङ्क आउने डरले दिमागमै पुरै त्रास फैलाउँछ। त्यसपछि यो डर सिधै परिवारको अपेक्षातिर मोडिन्छ। उनीहरूलाई निराश नबनाउने भारी बोझले सधैँ थिचिरहन्छ। अन्ततः समाजले के भन्ला भन्ने डर, यसले मानसिक बोझलाई लगभग सहन नसकिने गरी भारी बनाइदिन्छ। यी सबै दबावले विद्यार्थीहरूलाई चरम थकाइदिन्छ। कहिलेकाहीँ त पुरै हार मानौ जस्तो अवस्थामा पुर्याउँछ। तर अचम्मको कुरा, थकाइको चरम सीमामा पनि भित्रैबाट एउटा आशा पलाउँछ। सायद एक दिन मेरो मेहनतले पक्कै रङ ल्याउनेछ। थकाइ र आँसुबाट सुरु भएको यो कठिन यात्रा निरन्तर मेहनतको बाटो हुँदै अन्ततः सफलताको शिखरसम्म पुग्छ। आज जतिसुकै कठिन र पीडादायी किन नहोस्, यही सङ्घर्ष नै भोलिको ठूलो सफलताको सबैभन्दा बलियो आधार हो। समय अलिकति ढिलो लाग्न सक्छ, तर एउटा सङ्घर्षरत विद्यार्थीको निरन्तर मेहनत कहिल्यै खेर जाँदैन, परिणाम पक्कै आउँछ। विद्यार्थीका यी मौन पीडा र सङ्घर्ष बुझेपछि हामी सबैले उनीहरूलाई कसरी अझ राम्रो साथ दिन सक्छौँ होला?